हजुर नमस्ते, म पोखरा जब सेन्टरबाट। के तपाईँले बल्कमा स्टाफ खोज्दै हुनुहुन्छ? स्टाफ नपाएर हैरानमा हुनुहुन्छ? त्यसो हो भने हामी तपाईँलाई स्टाफ दिन्छौँ, बल्कमा स्टाफ दिन्छौँ। जस्तो 50-60 जना तपाईँलाई चाहिएको छ भने हामी दिन सक्छौँ। जस्तै मानौँ हामीले ड्याडिज किचनमा सबै स्टाफ हामीले हालेको हो, चिप्लेढुङ्गाको ब्रान्चमा सुपरभाइजरदेखि लिएर डिसवासरसम्म हामीले हालेको हो। अनि त्यहाँ हालेको हो। अनि अब यसको प्याटर्न चाहिँ कस्तो हुन्छ भने दुई किसिमको हुन्छ। आउटसोर्सिङ भन्नाले तपाईँको जस्तो सेक्युरिटी कम्पनी चलिरहेको छ त्यो अनुसार प्याटर्नमा हुन्छ। कि त अब तपाईँले बल्कमा माग्नुभयो भने बल्कमा हामी दिन्छौँ, तर कस्तो हुन्छ भने तिनीहरूको कमिसनहरू जति हुन्छ त्यो चाहिँ एउटा ठेक्का जस्तो हामी लिन्छौँ है। त्यो पनि दिन सक्छौँ, त्यसरी पनि दिन सक्छौँ। अनि तर स्टाफ म्यानेजमेन्ट होइन, मलाई स्टाफ म्यानेजमेन्ट वर्षौँभरि मलाई स्टाफ म्यानेजमेन्ट गर्दै म बाहिर बस्छु। म स्टाफ म्यानेजमेन्टदेखि एकदम सकसमकसमा छु। मेरो स्टाफ पनि हेर्दै सबै कुरो हेर्दै आफै हायर पनि गर्दै भन्नुहुन्छ भने पनि इट्स ओके, हामी त्यो पनि गर्न रेडी छौँ। एउटा सर्टेन एग्रिमेन्ट हुन्छ, हामी बिच एग्रिमेन्ट हुन्छ, त्यो अनुसार हामी गर्न सक्छौँ। अगर तपाईँ हैरान हुनुहुन्छ अब स्टाफले छोड्यो, अब धेरै भयो, छोडै गरे भने त्यसै त्यो प्याटर्नमा पनि हामी गर्न सक्छौँ। इक्जाम्पलको रूपमा हामी ड्याडिज किचनलाई पनि लिन सक्छौँ। त्यसको मैले चाहिँ अब ठेक्का दिएरै हामीले काम लिएको हो, जिम्मा लिएको हो है। अब आउटसोर्सिङ प्याटर्नमा पनि जान सकिन्छ, लङ लास्टिङ प्रोसेसमा पनि जान सकिन्छ। एक दुईवटा प्रोजेक्ट हाम्रो भइरहेछ आउटसोर्सिङ प्याटर्नमा। त्यसमा चाहिँ स्टाफको बर्डन हुन्न क्या, तपाईँहरूलाई ओनरहरूलाई चाहिँ स्टाफको बर्डन हुन्न। अब हामीले सबै हेर्ने हो, हामीले अब हायर इन्टरभ्यू त तपाईँले लिने हो, 2-3 जना क्यान्डिडेट दिन्छौँ, इन्टरभ्यू चाहिँ तपाईँले लिने हो। अगर बाइचान्स हामी नै हायर गरिदिन्छौँ भने राम्रो क्यान्डिडेट, हामी एक्सपिरियन्स क्यान्डिडेट, फ्रेसर पनि भए पनि राम्रो क्यान्डिडेटहरू हामी दिन सक्छौँ है। त्यो भएर तपाईँलाई स्टाफ चाहिएको छ, बल्कमा स्टाफ चाहिएको छ भने आजै हामीलाई सम्पर्क गर्नुहोस्। यो नम्बरमा दिएको नम्बरमा सम्पर्क गरेर आजै भेट्न सक्नुहुन्छ।